मलाई मलाई भन्नु न मलाई त थाहा छ क्या ठाउँ त यसरी त्यो के अरे घुम्ने ठाउँ छ तर फेरि बाहुनटोलसम्म जान्छ गाइज हामी आज राइडमा निस्केको पुगजीसँग बहिनी नि छ अगाडि नि अर्को बहिनी अनि हामी हजुर क्यामेरा क्वालिटी अलि नराम्रो छ रातिमा झन् बेकार निस्किन्छ त्यो चाहिँ नराम्रो नमान्नु होला सबैजनालाई त्यसले है इ हेलो भन्नु दादा भन्नु न बाटो राम्रो छ नि बाबु बाटो यति हो त्यो पछि स्ल्याब छ अनि त्यो अगाडितिर चाहिँ स्ल्याब खोइ छैन त्यो त्यसो तर बाटो चाहिँ राम्रै छ यहीँबाट हामी रातिको बेला हिँड्छु कति दिनदेखि भिडियो नै हालेको थिएन त्यसैले कन्टेन्ट बस्छ कि भनेर ठ्याक्क बजाएको थियो त्यति बेला याद आयो त्यसैले बनाएर छु कतिवटा त्यो गाउँको टुर जस्तै नै हुन्छ अहिले राति छ त्यसैले हामीले देखेको छैन तलतिर त अर्को टोल निस्किन्छ अनि हामी चाहिँ यो बाहुनटोलतिर आयो अघि मैले सुरु गरेको चाहिँ त्यो हाम्रो टोल थियो तामाङ टोल होइन तामाङ टोल तर तल्लो टोल त्यो चाहिँ बाहुनटोल आएको साथीहरू अनि यहाँ चिल्ड्रेन बाबा साथीहरू गर्दै गर्दै मुन देखेको थियो नि हो त्यो मुन